अहिले हामी यात्रामा छौँ। मेरो छेउमै हुनुहुन्छ पालाम गायिका निरन्ता नेम्बाङ। हाम्रो साङ्गीतिक प्रस्तुति रहनेछ फिल्म नगरपालिका वडा नम्बर 6 को यो अर्थे मेलामा हामी दुवैजनाले आफ्नो प्रस्तुति राख्नेछौँ। र यसै गरी हाम्रो पछाडि धेरै कलाकार मित्रहरू हुनुहुन्छ। हामी सबैजना रमाइलो गर्ने तयारीमा छौँ है त। सबैजना आउनुहोस्, नाचौँ, गाउँ, झुमौँ, रमाइलो गरौँ है त। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। अर्थे मेला कार्यक्रम भव्य र सभ्य रूपले यो कार्यक्रम सञ्चालन गरिरहनु भएका हाम्रा फेदिम नगरपालिका वडा नम्बर 6 का वडाध्यक्ष शिवावासी सम्पूर्ण आयोजक टिमलाई म हृदयबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। मलाई पनि यो अर्थे मेलामा गीत गाउने अवसर दिनुभयो। साथै यहाँ उपस्थित सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी र साइनो अनुसार सबैलाई यहाँहरूलाई पनि सेवाहरू भन्न चाहन्छु, धन्यवाद दिन चाहन्छु। बाजा हो र अहिले यो प्रस्तुत भइरहेको यो च्याब्रुङ नाचलाई मृग च्याब्रुङ नाच भनिन्छ, जसलाई हामी याक्थुङ भाषामा लिम्बू भाषामा यसलाई पेवा केलाङ भनिन्छ, जुन प्रस्तुत गरिराख्नु भएको छ। यो च्याब्रुङ यस्तो बाजा हो जुन विभिन्न पशुपन्छी जनावरहरूको नक्कल गर्दै नाच्न सकिने यो यस्तो बाजा हो। अहिले यो पेवा केलाङको जुन नक्कल गरिराख्नु भएको हो, जुन तपाईहरूले प्रत्यक्ष देखिराख्नु भएको छ। र कलाकार भाइ बहिनीहरूलाई च्याब्रुङको 10 मिनट मात्र समय रहेको कुरा पनि म अवगत गराउन चाहन्छु। दिनु न अनुरोध गर्दछु। अहिले यो नाच हामीले केलाङ नाच देखिरहेका छौँ। फिदिम 5 बाट सेन्चेलुङ केलाङसम्म र त्यस पछाडि कुम्बाएक केलाङसम्म तयारी अवस्थामा रहिदिनु न अनुरोध गर्दछु। नाचका टोली प्रमुखज्यूलाई यो नाच सम्बन्धी व्याख्या गरिदिनु न म स्टेजमा आमन्त्रण गर्दछु। सुरेश तुम्बाको